हेलो अगेन वेलकम एभ्रिबडी। आज म कन्ट्री फार्म मार्केट आएको छु। अब फार्म मार्केटको स्पेसियालिटी भनेको चाहिँ यहाँ फार्म टु टेबल कन्सेप्ट भन्ने नै हो हैन। यसको मतलब यहीँ लोकली ग्रोन, यहीँको माटोमा फलेको फलफुल तरकारीहरू फार्मर्सबाट डाइरेक्ट पर्चेस गर्न सकिने। अनि आज चाहिँ अब विन्टरको लागि यो 3-4 मन्थ्स बन्द हुन्छ, त्यही भएर यहाँ सामानहरूमा डिल एकदम राम्रो छ र कुनै कुनै सामानहरू चाहिँ यति सस्तो हुन्छ कि नर्मली मार्केट प्राइस भन्दा एकदमै थोरैमा किन्न पाइन्छ। त्यही भएर अब यहाँको सपिङ एक्सपिरियन्स चाहिँ एक्साइटिङ हुन्छ। अब अर्को कुरा भेजिटेबल फ्रुट्सको कति धेरै अप्सन हुन्छ अनि कहिले नदेखेको कुरा पनि देख्न पाइन्छ। अनि साइडमा गएर यसरी कुखुरा बाख्राहरू पनि हेर्न पाइयो। अनि परसम्म फार्मल्यान्डहरू पनि देखिन्छ, त्यो पनि रमाइलो। र अब चाहिँ ढिला नगरिकन भित्र गएर सामानहरू कस्तो छ हैन, डिल कस्तो छ, आजको प्राइस के छ, अनि त्यस्तो बिलिभै गर्न नसकिने त्यस्तो सस्तो सामानहरू पनि के पाउन सकिन्छ र अनौठो सामानहरू के पाउन सकिन्छ सबै हेरौँ है त। अनि नेपाली स्वादको तरकारीहरू पनि, काउली, बन्दा, भिन्डी, तिते करेला, लौका, गट्टा, बोडी, बैगुन सबै पाइन्छ यहाँ। आइ एम एक्साइटेड। ल अब भेजिटेबल्सको सेक्सनबाट प्राइसहरू हेर्दै जाउँ है त। अब यहाँ छ एग प्लान्ट भनेर यो बैगुनको पैसा छ $2.99 पर पाउन्ड। अनि ओक्रा यो भिन्डी भयो, भिन्डीको पैसा छ $5.99 पर पाउन्ड। ल नेपाली पैसा अनुसार कन्भर्जन गर्दाखेरि चाहिँ झन्डै 600 रुपियाँ चाहिँ 1 पाउन्डको लागि। अनि यो भयो रेड क्यारोट चाहिँ $1.49 पर पाउन्ड। अनि अझै अगाडि छ यहाँ अनदर भेराइटी अफ एग प्लान्ट, बैगुनको अर्को भेराइटी, त्यसको पैसा छ $2.99। अनि बिटर गार्ड तिते करेलाको पैसा छ $2.99, बिटा मेलन भनेर लेखा छ। अनि अर्को छ यो लोकल यो स्क्वास एउटा भेराइटी, त्यसको $1.99 गट्टा। अनि काउली फ्लावर चाहिँ इम्पोर्टेड फ्रम US रहेछ, त्यसको पैसा चाहिँ $3.99। अनि अझै धेरै यहाँ एग प्लान्टको भेराइटीहरू छ, त्यसको पैसा $2.99। अनि यहाँ छ ग्रीन जुकिनी, यसको पैसा $1.49 1 पाउन्डको। अनि अर्को बेबी जुकिनीको $1.99 पर पाउन्ड, झन्डै 200 रुपियाँ। अब यता पेपर्सको भेराइटी, यो सबै लोकल्ली ग्रोन यहाँको, यसको पैसा छ $2.99 पर पाउन्ड। सबै रेड, ग्रीन, ऑरेन्ज, येलो सेम प्राइस $2.99। अब चाहिँ यता अगाडि चाहिँ लौका ओप्पो स्क्वास भनेर लेखा छ, लौकाको पैसा $1.99 पर पाउन्ड। अनि यो थाई एग प्लान्ट यो बैगुन, यसको $2.99 पर पाउन्ड। अनि सेरानो पेपर्सको चाहिँ $4.99 र अर्को $2.99। यहाँ छ प्योर तिते करेला बिटर गार्ड, यसको पैसा छ $3.99 पर पाउन्ड, सरी $2.99 पर पाउन्ड। अनि अर्को यो गिरौलाकै अर्को भेराइटी सिन्कुवा भनेको छ, त्यसको पैसा $3.99 पर पाउन्ड। अनि अझै अर्को राउन्ड ओप्पो स्क्वास भनेर यो गोलो लौकाको पैसा $1.99 पर पाउन्ड। अनि ग्रीन बेल पेपर्स प्याक गरेर राखेको $2.99 पर ब्याग। अब यहाँ छ ऱ्याडिस बिटरुटहरूको भेराइटीहरू, यहाँ छ व्हाइट टर्निप र सेलरी रुट्स, प्राइस सेम $2.99। अनि अर्को पर्पल टर्निपको पनि सेम प्राइस $2.99। अनि येलो टर्निपको पनि सेम प्राइस, येलो टर्निप चाहिँ अलिकति चिपर रहेछ $1.49। अनि यहाँ छ गोल्डन बिट्स यो बिटरुट, यसको पैसा $2.99। अनि लङ बिट्स यो चाहिँ अब हामीले कमनली नभेट्ने भेराइटी, लङ बिट्स हामीले गोलो मात्र देखा, लामो छ, यसको पैसा $2.49 पर पाउन्ड। अनि बिट्स बल्क यो अब खुल्ला लिँदाखेरि $1.49 पर पाउन्ड। यो अझै अगाडि छ यहाँ क्याबेज, अब यो पनि लोकली ग्रोन, यसको पैसा छ लोकल क्याबेज $1.49 पर पाउन्ड। अनि अर्को भेराइटी अफ स्याबोए क्याबेज लेखा छ, त्यसको चाहिँ 99 सेन्ट्स मात्र पर पाउन्ड। अनि अर्को भेराइटी यसको यो क्याबेजको पनि प्राइस 99 सेन्ट्स मात्रै।
अब यो चाहिँ आलुको सेक्सन। अब पोटेटोजहरू चाहिँ डिफ्रेन्ट भेराइटीको देखाएको छ यहाँ, रसेट, रेड नगेट, केनेबेक भनेर सबैको प्राइस चाहिँ सेम रहेछ, पर पाउन्ड 49 सेन्ट्स। सो यो आलु अलिकति अरू ठाउँहरूभन्दा चिप हो, यो चाहिँ चिपर प्राइस हो। अनि अब यो एसर्टेड पोटेटोज भनेर यो चाहिँ ब्याग यसरी फुल ब्याग राखेको हुन्छ, एउटा ब्यागको $2 इच ब्याग, 105 पाउन्ड भन्दा त बढी नै होला यो ब्यागमा। मोर भेजिज, अब यहाँ छ ब्रोकोली, त्यसको प्राइस छ $1.99 पर पाउन्ड, झन्डै 200 रुपियाँ। अनि त्यसपछि क्यारोट्स बन्च, दुईटा लियो भने $2.99, एउटा मात्र लिँदा दुईटा लियो भने $5 मात्र दुईटा बन्चको। अनि यहाँ छ डाइकोन भनेर लेखायो, मुला, सेतो मुला 99 सेन्ट्स मात्र पर पाउन्ड। अनि लोकल सेलेरी, यो सेलेरी बन्च चाहिँ $1.49। अनि बन्च बिट्स, अब यो मुठा गरेर राखेको बिट्सको साथ सहित $3.99। ग्रिन अनियन, यसको मुठाको छ $1.99 एउटा बन्चको। अनि यो क्यारोट प्याक गरेर राखेको छ, सुपर स्विट क्यारोट्स भनेको छ $6.99 पर ब्याग। पर ब्यागमा 5 पाउन्ड रहेछ इच ब्याग, त्यसको $6.99। अब अझै यता टमेटोज, चेरी भाइन टमेटोज भनेको छ, यसको चाहिँ $5.99 पर पाउन्ड। अर्को छ $1.99 पर पाउन्ड, यो चाहिँ भाइन टमेटोज सबै लोकली ग्रोन। अनि मिनी कुकम्बर्स, यसको प्राइस छ $2.99 पर पाउन्ड। अनि जापानिज कुकम्बर्स, यसको पनि प्राइस छ $2.99 पर पाउन्ड, सेम प्राइस। ल अझै यता टमाटर अझै छ, रोमा टमेटोज $2.99 पर पाउन्ड। अनि यो इङ्ग्लिस कुकम्बर $1.49 एउटाको। अनि अर्को बिफ स्टिक टोमेटोज, यसको $1.99 पर पाउन्ड। अनि यहाँ छ लङ बिन्स, यसको छ प्राइस $4.99 पर पाउन्ड, एक पाउन्डकै झन्डै 500 रुपियाँ है। अनि अर्को छ ग्रिन बिन्स, सिमी, यसको चाहिँ $3.99 पर पाउन्ड, झन्डै 400 रुपियाँ पर पाउन्डको। यहाँ छ ब्रसेल्स स्प्राउट्स स्टक्स, यसको चाहिँ एउटाको पैसा $2.99 र दुईटा लियो भने चाहिँ $5 मा दुईटा स्टक्स। अब यहाँ चाहिँ पम्पकिनको सेक्सन, थुप्रै भेराइटीको पम्पकिन छ। स्टार्टिङ विथ रेड पुरी स्क्वास देखाएको छ, त्यसको 79 सेन्ट्स पर पाउन्ड। अनि बटरकप स्क्वास 19 सेन्ट्स पर पाउन्ड, एकदम चिपेस्ट त्यो चाहिँ। अनि अर्को छ पुरी स्क्वास देखाएको छ 79 सेन्ट्स पर पाउन्ड। अर्को साकपिन स्क्वास 69 सेन्ट्स पर पाउन्ड। अनि सिन्ड्रेला पम्पकिन्स 19 सेन्ट्स पर पाउन्ड, यो पनि अगेन चिपेस्टमै रहेछ। अनि पम्पकिनको चाहिँ थुप्रै भेराइटी छ। अब यहाँ चाहिँ हर्ब्सको सेक्सन, यसमा यो मिन्ट पुदिना $1.49। अनि राडिस $2.99। अनि यो बेबी डिल सोपको साग, यसको प्राइस छ $1.99। सिलान्ट्रो धनियाको प्राइस छ $1.49। अनि यो लेटेस्ट बन्चहरू $2.49। अब इटालियन पार्सली, त्यसको $1.49। अनि यहाँ छ यो वाटर क्रेस सिम साग, यसको पैसा छ $2.99। यहाँ छ केलको प्राइस छ $1.99 एउटा बन्चको। अनि बिट्स बन्चको $3.99 छ। अनि रेड केलको पनि सेम प्राइस $1.99 बन्च। अनि यो अरू भेराइटीहरू बिट्सको बन्चहरू पनि $3.99। ल अब फ्रुट्सको सेक्सन हेरौँ। फ्रुट्समा यहाँ छ स्पेसल पोमेग्रेनेट्स $1.99 पर पाउन्ड। अब यहाँ चाहिँ एप्पल्सको सेक्सन, एप्पल्स चाहिँ सबै लोकली ग्रोन अनि थुप्रै भेराइटी छ। प्राइस पनि अब कम्पेरेटिभली यो चाहिँ धेरै चिप नै हो। अब यहाँको हेर्दै जाउँ है त। यहाँ छ म्याकिन्टस एप्पल्स, यसको प्राइस छ 79 सेन्ट्स मात्र पर पाउन्ड। अर्को छ जोना गोल्ड 79 सेन्ट्स मात्र पर पाउन्ड। अर्को पिङ्क लेडी, त्यसको चाहिँ 1.59 सेन्ट्स, $1.59 पर पाउन्ड। अनि हनी क्रिस्पको $1.59 पर पाउन्ड। अनि एम्बोरिसा $1.99 पर पाउन्ड। अझै अब अगाडि यो चाहिँ यसरी बक्स गरेर राखेको, इच बक्स चाहिँ $15 रहेछ। अनि यहाँ छ फुजी एप्पल्स, यसको $1.29 पर पाउन्ड।
अनि अझै अर्को भेराइटी छ कस्मिक क्रिस्प, त्यसको प्राइस छ $1.99 per pound। अनि यहाँ छ म्यान्डरिन्स, यसको चाहिँ पैसा छ $2.99। यो चाहिँ प्रोडक्ट अफ पेरू रहेछ है, इम्पोर्टेड। अनि अझै यता छ ग्रेप फ्रुट भनेर $1.49 एउटाको इच। अनि सेम यो अब भइहाल्यो एप्पल्स। अब फ्रुट्सको सेक्सनमा अझै अगाडि यहाँ छ अरेन्जेस, यसको प्राइस छ $1.49 per pound। अनि अर्को सुगर म्यान्डरिन्स भनेर अरेन्जकै अनदर भेराइटी $2.99 per pound। अनि अर्को एनिवी एप्पल्स छ, यसको प्राइस छ $2.99 per pound। अनि एम्बोरिसा एप्पल्स अगेन 99 cents per pound। अनि यो छ रेड डिलिसियस एप्पल्स, यसको प्राइस छ 99 cents per pound। अर्को छ गोल्डन एप्पल्स, यसको प्राइस छ $1.49 per pound। अनि गाला एप्पल्सको प्राइस छ $1.59 per pound। अनि यसरी ओरेन्ज ब्याग छ, यसमा छ 1.36 kg, यसको प्राइस $8.99। अब अर्को भेराइटी अफ एप्पल, यो ग्रीन कलरको ग्रानी स्मिथ एप्पल्स, यसको छ $1.49 per pound। अनि पियर्स, अब यहाँ पियर्सको प्राइस छ बोस्ट पियर्स $2.99, अर्को पियर्स $1.99 एन्ड अर्को अझै पछाडिको $2.99 per pound। त्यसरी छ र एसियन पियर्स फाइनली, यसको प्राइस छ $2.99। र यसरी हामीले चाहिँ आज यहीँ क्यानाडामै फलेको अहिलेको सिजनल प्रोड्युस होइन, स्पेसल्ली अब स्याउ, फर्सी, आलु, मुला, खोर्सानी, बन्दा अनि सागहरू, फलफुल अब सबै हेऱ्यौँ। अनि यसपछि अब मैले पनि केही सामानहरू किनेर इट्स टाइम टु गो ब्याक टु होम। अब घर गएर के लगेँ देखाउँछु है त। अब यसरी खोलेर हेर्दा मैले आज ल्याएको सामानहरू, मैले आज ल्याएको छु ब्रोकोली। ब्रोकोली चाहिँ एउटा ब्याग $2.99 मा सेलमा थियो। सो यो ब्रोकोली यति भयो। अनि खोर्सानी छ 0.6 per pound, यसको पैसा $3.19। अनि आलु झन्डै 8 पाउन्ड जति छ, यसको पैसा $3.67। अनि ल्याएको छु दुईटा फर्सीको पैसा छ $7.73 दुईटाको। अनि अलिकति ठुलो जस्तो देखिने स्याउ, यसको पैसा छ $5.12। अनि यो स्याउ सानो जस्तो देखिने, यसको पैसा छ $3.24। र मैले लगभग $25 मा आज यति सामान ल्याएर आएँ। आज म गएको ठाउँ चाहिँ एकदमै स्पेसल। अब त्यहाँ गयो भने चाहिँ क्यानाडाको होइन सिजन अनुसारको लोकली ग्रोन फ्रेस प्रोड्युस ल्याउन सकिन्छ। अनि आजलाई यति नै। प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब। थ्याङ्क यू सो मच फर वाचिङ।